आँचल नाथको अन्तिम विदाईमा रोकिएन कसैको आँसु आउँदै गरेको दशैंको मुखमा आज घरकी कान्छी छोरीको बाटो हेरेर बसेका आमा बुवा यति बेला विक्षिप्त बनेका छन्। उनका दिदीहरू निकै रोइरहेका छन्। आँचलको पोस्टमार्टम रिपोर्टमा आफै पेट्रोल खनाएको भन्ने खुलासा आएको छ। उनका प्रेमीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदैछ। कोठाभन्दा अलि पर ग्यारेज गाडी उनको चलेको अवस्थामा फेला परेकी थिइन्। जीवन र मृत्युसँग लडिरहेकी आँचल अहिले संसारबाट विदा भइसकेकी छिन्। सबैकी प्यारी घरकी कान्छी छोरी थिइन् आँचल। उनलाई यो अवस्थामा पुर्याउने 3 जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सत्य तथ्य के हो त? आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेर्न पनि नभुल्नुहोला। साथै हाम्रो च्यानलमा भर्खरै मात्र भिजिट गर्दै हुनुहुन्छ भने मीनाक्षण युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू। केही दिन अगाडि उनले आफ्नो टिकटक एकाउन्टमा प्रेमीलाई लिएर भिडियो बनाएकी थिइन्। पहिले फ्यान भनेर फोटो खिचेर पछि भेट्ने भन्दै प्रेममा पारेको र धोका दिएको भन्दै उनले भिडियो मार्फत सबैलाई जानकारी पनि गराएकी थिइन्। त्यसपश्चात उनी जलेको अवस्थामा भेटिएको खबर प्राप्त भयो। जडीबुटीको एउटा ग्यारेजमा उनी जलिरहेको अवस्थामा त्यहाँका केही मानिसहरूले कियाम्ची अस्पतालमा भर्ना गरेका थिए, तर उनी जीवनसँग हारिन्। यति बेला सिङ्गो गाउँ र सिङ्गो देश नै स्तब्ध बनेको छ। उनका दिदीहरूले बहिनी सबैको घरमा दसैँ आयो, हाम्रो घरमा दशा लाग्यो भन्दै भनेको शब्दले यति बेला सबैको मन छिया छिया भएको छ। आँचलले भन्ने गर्थिन्, बाबा आमालाई म विदेश गएर धेरै कमाएर म हजुरलाई पाल्नेछु। आज त्यो शब्द नै अन्तिम बन्यो। मेरो छोरीसँग नबोलेको 15-10 दिन भइसकेको थियो। छोरीको आवाज सुन्न नपाएको। आज यो अवस्थामा देख्दा म आफैले आफैलाई सम्हाल्न सकिरहेको छैन भन्दै उनका बुवाले बताइरहेका थिए। त्यो अवस्थामा यति बेला सारा नेपालीको मन छिया छिया भइरहेको छ। सबैसँग छिट्टै घुलमेल हुने र हाँसेर बोल्ने उनको त्यो राम्रो बानीलाई यति बेला उनका साथीहरूले भुल्न सकिरहेका छैनन्। भावुक हुँदै श्रद्धाञ्जली लेख्न बाहेक केही सकेका छैनन्। यति बेला समाजमा सबैलाई निकै ठुलो चोट पुगिरहेको छ। उनी कलाकार क्षेत्रमा निकै अब्बल थिइन्। उनका टिकटक भिडियो र म्युजिक भिडियोमा पनि सबै दर्शकले मन पराइरहेका थिए। यति बेला उनका आमा गाउँबाट बिलौना गर्दै भिडियो कलमा रुन बाहेक केही गर्न सकिरहेकी छैन। अब त छोरी सम्झना मात्रै हुने भो। कहिले आउँछौ बाटो हेरेर बचिरहेको थिए। आउँदै गरेको दशैंमा कसरी मन बुझाउने हो भन्दै रोइरहेको भिडियोले यति बेला सारा नेपालीको मन भावुक भइरहेको छ। आदरणीय दर्शकबिन, यो भिडियो कुन देशबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन पनि अवश्य नभुल्नुहोला।